गर्दा नि भएन त्यो गर्दा नि भएन जे गर्दा नि यो गाउँले खुसी भएन तिमा जति खाडीमा बुढाबुढी गाउँघरमा बुढाबुढी गाउँ घरमा खायो ढिरो हल्ली हिँड्यो के पो नापिन्छ र यो गाउँलेको जिम्मेवारी मै माथि छ तल्लो घरको थोकोलेलाई के को मतलब छ र जिम्मेवारी बिर्खे साला सुरुत्त हात दुई हेर तिमी यहाँ बस्दै गर म भित्र एकछिन काम छ बरु छिटो आउने मास्तिर काम छ ल ल एक घन्टा भइसक्यो हुन्छ 1 घन्टा भर्खर 5-10 मिनट कति भयो नि 1 घन्टा भयो अरे लाउ रे 5-10 मिनट भए पनि छिटो आइज न ल ल एकछिन बस्न छोरी ए छोरी त्यहाँ भित्र बाल्टीमा पानी छ नानी ल्याउ त यहाँ म हात खुट्टा धुनु पर्यो कति आँतिरहेको बिर्खे साला सुलुक भात दिएर चल ल ल जाउँ छोरी खाना पाक्यो होला खाना ल्याउ छोरी आज तिम्रो हातको खाना खानु पर्यो म ल ठीक छ आहा कस्तो मिठो छ नानी खाना आज दाजु तपाईँले 10-15 दिन भनेको काम मैले 1 हप्ता नहुँदै सक्यो स्याबास सेता छ स्याबास मैले यस्तै ठेला खोजेँ नि त मैले नत्र म अरूलाई दिइहाल्छ नि मैले भनेको बेला काम सिकाउँछु भने पो तपाईँले मैले ठेला दिएको त तर काम पनि काम खटेर गरेछु त नेताजी मैले बिहान नभोलि बेलुका नभोलि कहिले त 12 पैसा पनि गरेछु अब काम गरेको पैसा त आउँछ नि काम पनि सफा भइहाल्यो आइहाल्छ कुनको बिल पेस गरिहाल्नु है त हुन्छ नेताजी ल ठेला साहब अब त फिल्ममै काम के राम्रो नराम्रो के गरी हेरौँ त जाउँ हुन्छ
नेताजी पहिला सिटीदेखि नै हेर्नुहोस् मेरो काम कस्तो छ ठिकै छ अलि सिमेन्टी कम जस्तो लाग्छ तर पनि अब इन्जिन ल्याएर मैले चाहिँ टेस्ट गराउँछु नि त त्यति नराम्रो त होइन जाउँ बजेट थोरै भए पनि मैले काम त धेरै गरेको छु होइन छ काम त राम्रै गर्नुभएको छ ठिक छ तर नेता मैले राम्रो काम गरेको छु अर्को ठेक्काहरू के छ कि छैन योजनाहरू अनि अब यसको काम सँगसँगै बिल पेस गर्नु पैसा पाए फेरि अगर दिउँला नि राम्रो ठेला नदिए कसलाई दिनु भने फेरि कामै के भने राम्रो गर्नु पऱ्यो अनि यो छ नि भित्रको पानी हजुर यो भित्र आउँदैन कि तल पाइप हो आउँदैन दाजु पाइप तल छ ए बङ्गाल छ पाइप यहाँ हेर्नुहोस् पाइप यहाँ पनि छ यो त के थाहा तपाईँ यहाँ पनि छ तपाईँ ए धामै दियोस् टेन्सन नलिनु तपाईँ पानीको तल छ तल त्यहाँ चाँडो जान्छ ल ठिक छ यसले मात्रै के धाम्ला र दियोस् त्यहाँ तल जान्छ हो ठिक छ ल ठिक छ त राम्रै छ अब ल अब आज आइतबार हो शनिबार म इन्जिनियर ल्याउँछु अनि त्यसले भ्यालुसन गरेर बिल फिल टेस्ट गर्नु है त हुन्छ नेताजी ल म त्यो यहाँ हेर्नुहोस् काम कति धेरै गरेपछि थोरै पैसा भए पनि अब म इन्जिनियरलाई भनिदिन्छु अनि त्यो एकाउन्टले हिसाब गरेर कति भ्यालुसन म चेकमा पे गराइदिन्छु लिएर जानु र अनि फेरि अर्को काम त्यो तल पैसा मात्रै आइरहेको छ त्यहाँ पनि बाँध बाँध्नु थियो त्यो तपाईँले होला है त ल त अहिले त बाख्रे बाउलाई क्या हो किन बाटो छिएको अब बाटो किन छेकेको भन्दाखेरि त यो कुरा सबै कुरो मलाई थाहा छ नि त त्यहाँको कालहरूले मलाई फोन घुमाउँछु भनेर तपाईँहरूमाथि कम्ता चाहिँ खेल खेलाएको छ त यिनीहरूले त्यो को हो भन्दाखेरि लाउरेर बिर्खे ल म त अनि त्यही कुरो सुनाउन आएको म अब यदि कुरा तपाईँहरूले मलाई 1000 रुपियाँ दिनुभयो भनेदेखि यिनीहरूलाई म फोन घुमाइदिन्छु ल कुरा सुन्नुभयो नि होइन भने तपाईँहरूको लाखौँ लाख जान सक्छ यिनीहरू भनेको त दुश्मन हो अनि अब तपाईँहरूले मलाई 1000 रुपियाँ ल्याउनु न यो कुराकानी सबै म मिलाइदिन्छु कि टेन्सनै लिनु पर्दैन तपाईँ चिन्ता नलिनुहोस् नेताजी यसलाई म मिलाउँछु ल भर्ती जाऊँ तपाईँहरूमा होइन बाख्रे होइन मलाई त्यस्तो कुरा होइन नि अर्कै छ कुरो अब यहाँ चाहिँ कुरो के हो भन्दाखेरि अब बिर्खेर लाउरे भएर यहाँ जाल हानेको छ मैले अहिले बाटोमा ठ्याक्कै भेटेर पो मैले तपाईँहरूलाई भनेको कुरो अब तपाईँहरूले मलाई 1000 रुपियाँ मात्रै दिनुहोस् तपाईँहरूको कुरो सबै म मिलाउँछु बिर्खेर लाउरेलाई 500 कम मनाउने काम मेरो भयो बाख्रेर म जाऊँ बरु भाटीतिर जाऊँ 1200 1500 जतिको रक्सी खानुहुन्छ दिउँ ल म हुँदैन त्यस्तो रक्सीले तिनीहरू मान्छ अब चाहिँ के यो लफर दिन नलागौँ अब काम पनि लगाऊ बिल पास हो यो 1000 गर्दा काम मेरो त्यसला फेरि 1000 दिउँ पछि 1000 दिएपछि दाम गरेर पाइँदैन फेरि सब मिलाउने काम तपाईँले ढुक्क आउनुहोस् तपाईँहरू ढुक्क पर्दैन त फरकै पर्दैन त्यसो गरौँ न नेताजीले 500 दिउँ म ठेक्दाले 500 दिन्छु तपाईँ पछि झन् फेरि दायाँ बायाँ कुरो गर्ने होइन नि बाख्रे ढुक्क आउनुहोस् तपाईँहरू ल के गरौँ त नेताजी दिन ल त्यो अनि फरक पर्ला नि फेरि यहाँ आएर दायाँ बायाँ गर्ने गाउँ नजाने कुरा सुनाउने तल माथि पऱ्यो भने बाँधेर गठा लगाएर घाँस नपरोस् फेरि भगवान् म त्यस्तो काम गर्छु होला त कहिले पनि
म एकदम राम्रो इमान्दार काम गर्ने मान्छे हो नि त। फेरि दायाँ बायाँ गर्ने फेरि भन्दै लाउरे र बिर्खेलाई फेरि यहाँतिर आउनु नदियो फेरि नभए फेरि म सम्झाउँछु तपाईँ ढुक्क हुनुहोस् हस्। रोटी खाएर नसिआउने फेरि घरमा ल्याऊ साउन्डहरू भयो घरमा बालबच्चा खोले। हुन्छ हुन्छ हस्। टन्न भयो छोरी तिम्रो आमा बाउलाई कहाँ गयो जाउँ छोरी वनमा गएर पत्कर तिमी एक बारी ल्याऊ म एक अँगालो जाउरा ल्याउँछु। होइन छोरी पक्कै पनि हेरेछ मुडा पनि हेरेछ यही सुरौँ न। हुन्छ हुन्छ छोरी यही सुरौँ नि त। ऊ त हेर्नु त मुडा पनि त्यही छ। हो नेताजी नमस्कार। ए नमस्ते नमस्ते। अनि सलप सुलुप भाँचेर खेल्न साथ काम त सकिँदो रहेछ खै त ढेवा चाहिँ ए ढेउ त बाख्रेले लगिसक्यो त। बाख्रेले लग्यो बाख्रेले हो त नि खै त्यो बाना भेटेको थियो पैसा नभई भएन म सबै कुरा मिलाउँछु तपाईँ चिन्तै गर्नु परेन त्यसको जिम्मेवारी म छु भनेर पैसा लैछु होइन। ए आज त्यसले मिलाएको टक्सिङ भेट्छ ल जाऊ बाख्रेले भेट्नु है। ल झगडा नगर्नु है झगडा नगर्नु है झगडा गर्ने परिवार ठुलो मेरो गरेर काम। बुढीमै त गयो यही मौका बारेर पहिलाकोलाई फोन गरिदिनु क्या हो होइन
गरौँ होला हौ फेरि झेनी आगाँकै गऱ्यो भने रड्डी हुन्छ नि हौ फेरि ज्याउ हुन्छ या नगरौँ डम्बरे आज तैँले त्यो बाख्रालाई देखिनस्? खोइ हामीले त देख्यौँ न त। बुवा मैले बाख्रे काकालाई उतै गएको देखेको थिएँ। ती नानीले देखेछन्, मैले त देखिनँ। किन होला? आज त्यो बाख्रेले मेरो हातको टक्सिङ भेट्छ। के गर्यो हौ? ल नानी राख भाइ। ल राख ल बिर्सौ। ल भित्र अब आराम गर। ल अरे हो ल लाउरे टक्सिङ भन्ने के हो? टक्सिङ भन्ने के हो? अब त्यो लाउरे र बिर्खेले मलाई फन घुमाउने रे। अब कसले घुमाउँछ त्यो त समयले बताइहाल्छ नि। त्यसरी नेताले पैसा दिइसकेपछि कसले घुमाउँछ त्यो त मलाई पो थाहा छ त। तल ओर्ली त तल ओर्ली भने मैले पनि ओर्लिँदैन। दिन्छु घुमाएर यहीँबाट लात्ताले अनि साँच्चै नझर्ने हो? झर्दिनँ। नझर्ने? नजाने। एक नझर्ने? नजाने। दुई नझर्ने? कोही नजाने। बिर्खे जाऊ बन्जार लिएर आएछ त। ल गयो ल्याए। पनि जहिले फर्स्ट हुन्छौ, आफू त पास मात्रै। पढ्नु पर्यो नि त फर्स्ट हुन। छोड्यो यो पढाइको कुरा, बरु जाउँ डोरी। हुन्छ पहिला म होइन कि म खेल्छु। म खेल्छु भने हुन्छ नि त। हाम्री पुतली कहाँ गयो होली, के गर्दै होली? दिदीको राम्रै होला, चिन्ता नगर्नुहोस्। अब दिदी
कता जानुभएको छ आउनु होला मैले सपना पनि राम्रो देखेको छु हामीले खोजी तलासी पनि गऱ्यौँ लामो समयसम्म दिदीलाई फेला परेको छैन दिदी आउनुहुन्छ हजुर चिन्ता नगर्नु होला आमा नमस्ते है भाग्यमानी भयो छोरी सानीमा पनि आउनु लागेको छ नमस्ते सानीमा बाबु धेरै भाग्यमानी भयो भाइ अथवा ढोल्ने कुरा भयो खुसी लाग्यो कता हरायो भाइ जेलसम्म मान्छे बेपत्ता ए भाइ कता हराउने हो सधैँभरि तिमीहरूका घर बसेर पनि भएन सधैँ माइतीलाई दुःख दिएर पनि भएन म त यसो घर जाउँ गरेँ नि भाइ बिहे गरेँ यो उमेरमा बिहे के हो आमा अनि के हो कस्तो के जासित भयो भन त आमालाई दुःख मान्नु होला भन्न त हुन्थ्यो तर म त मगरसित गएँ नि जातै खाली छौ नि तिम्रो नानी हेर त बाबु तिम्रो सानीमाले मगर भन्ने बित्तिकै थुथु थुथु गर्दै गए इज्जतको नि अलिकति डर राख्नु पर्थ्यो गइहालिछौ के गर्ने बाबु आमा अब यसमा चिन्ता मान्नु पर्दैन अरूले हेर्ने कुरो जसरी हेर्छन् त्यो जमाना पनि छैन अहिले त्यो समय पनि होइन सानीमाले आफ्नो विचार प्रयोग गर्नुभयो दिदीले जे गर्नुभयो राम्रो गर्नुभयो त उहाँको पनि भविष्य हो तिमीले त त्यसो भन्छौ तर उसले त भन्दैन नि त बाबु समाजले त भन्दैन नि समाज पनि हामी नै हो समाजको अगुवा हामीले नै समाजलाई सुधार गर्दै जाने हो हिजोदेखि धेरै परिवर्तन पनि हुँदै आइरहेको छ दिदीले आफ्नो भविष्यको लागि सोच्नुभयो उहाँको पनि इच्छा हो उहाँको पनि जीवन हो बिहे गर्नु हो हामी यसमा खुसी हुनुपर्छ समाज पनि यसमा सकारात्मक नै हुन्छ होला केही पुरातनवादी मान्छेहरू लौ त नि नानी दुःख पर्यो भनेर माइती नआए के रे दुःख परेर माइती नआए कहाँ जाने त माइती त आउने ठाउँ हो चेलीबेटीको के त्यो त बाबु ठाम राख्नु पर्यो नि छोरो ठाम राखेकै छ उहाँको पनि आफ्नो बिहे गर्नुभयो उहाँले के गर्नुभयो त के कसैले विरोध त गरे हैन के उहाँले तलीलाई फोन गर्नु पर्यो घर पुगे पुगेन पुतली तिमी घर त पुग्यौ नि ए बुढा पुगे नि आनन्दसित पुगे म त यहाँ माइती घरमा आएर आमा भाइसित ए भला खुसानी गरेर बसेको छु बुढा यति रमाइलो भएको छ यति रमाइलो भएको छ कति पिर मानेको र पुगिहाल्थेँ नि म किन पिर मानेको तर बुढा खाना त खायौ नि तिमीले आयो आयो हिजोको अलिकति रहेछ के रे त्यही खायो तिमीलाई जाम भन्दा मानेनौ यो रमाइलो तिमी आभा कति रमाइलो हुन्थ्यो तर तिमी छिटै आऊ है आएन भने म त लिनु आइहाल्छु फेरि घरको बाटो लाग मनी गए त ल ल राम्रोसँग जाऊ है ल यहाँले त नआउने होइन त नआउने त नझर्ने होइन त नजाने साँच्चै नझर्ने साँच्चै नजाने पक्कै यो गर्दा नि भएन त्यो गर्दा नि भएन जे गर्दा नि यो गाउँले खुसी भएन तिमा जति खाडीमा